हैन बिस्कुट पनि खाला हैन बिस्कुट उयो हाल्दिया त मिल्कै दियो त्यो बिस्कुट खान्छस् कि खान्दिनस् बे काकु नि खानु भन्दैन लान त आफै चोबेर खालु मैले खुवाएको निलिएन तेरो आफै खाँदा निलिन्छ कि त एउटा खाऊ नि त अहिले भोक लागेको छैन खान्दा नि बाबुआमासँग जाने के खुवाइहाल्छ नि बाटा जेले खाएको भन्छ हेर्नु कति बाटी मासु भात खाइदिन्छु भन्यो बाटामा ओइ त कोसँग जाने है काठमाडौँ भात पकाएर कसले राखिदिएको छ बाबासँग गएर खान्छ बाबा त उहीँ छोडेर आउने एकदिनमा बाबा र दादा आउने त उहीँ बस्ने मम्मी आइहाल्छ त मात्रै बस्ने हजुर आई म पनि गइहाल्छु अफिस अफिस जाने रे लु 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 छिटो नकर नपारिक छैन छिटो त्यो हाल्नु हुँदैन अहिले म पर्खाउँछु अहिले यस्तो गऱ्यो भने ल पोल दिनुपर्छ पर्यो खालि बदमासदेखि केही गर्दिनँ अस्मिदेखि बुझ्नु नभए नि होली जस्तो पानीले पनि बदमास पार्छ क्या ऊ काठमाडौँ आउँदा कति सोझी थियो यहाँ आएपछि बदमास गरिरहेको छ त बदमास हो बदमास त्यहाँ दाँत बर्स गरेकै छैन कपाल कोरेकै छैन त्यस्तो झाँक्रो फिजाउनलाई कसले लान्थ्यो र गाडी आउने बेला भइगयो के जान्थ्यो यो नजाने रहेछ अझै त नजाने है त चाहिँ के गर्ने हो त जान्छस् आमासँग बस्न त आमाको साथी मेरो माया त गरिदिने यो कि बस्दिने उहाँ नाच्छु खाए चोरले मारो भने भन्छु यता चोर्नीलाई कसले राख्छु म त राख्दिनँ पोख्यो चिया छिटो अहिले गालो फुट्छ नै धेरै नबुल कि छिटो हान्नु हान्नु यसलाई गालामा हान्नु पडाङ्गाइ दिनु चिया फिनिस गर्न त भाइ एक्सक्युज मी आमा भन नि खाले फर्काउनु नपर्छ अहिले न घर काठमाडौँ जाने बेला रङ्दै पठाइदिउँला नि म त अहिले म त हानिदिन्छु गाला फुत्ने गरी लो दिन्छु मेरो उयो मेरो आउँदैन झन् ठुलो पानी पर्छ भन्दै समाचारमा भोलि 18 गतेदेखि 20 गतेसम्म चाहिँ प्रलय हुन्छ भनिन्छ ओ स्मित दिदीको चिया ल्याइदियो कोठाबाट ल